पारीको भिरमा पुरा झलमल्ला घाम लागिसकेको रहेछ। मज्जै कुम्बसरी सुत्देको सुत्दै भएछ। उता डाँडाबाट निस्केर हेर्छु त घाम लागेकै छैन हाम्रोतिर चाहिँ। अनि उताको म ठुलो गाउँमा गएर नि यसो हेरेँ। अब त्यहाँ एकैछिन बिसा जस्तो गरे, अब एकैछिन विसर्जन गरे जस्तो गरे त एकैछिनमा घाम त्यहाँ पनि लागिहाल्यो। अल्छी मान्दै माथि उकालो चढ्दा चढ्दै गएँ। म पुग्नुपर्ने चाहिँ ऊ त्यो डाँडामा रे। अल्छी मान्दै गयो म चाहिँ पुगेँ गोठतिर। गोठमा पुग्छु त सिकारी भइरहेछ हाइगर भने त मर्रासरी केलै लजा होला, ऊ चाहिँ लजायो के बाहिरबाट पुरा यस्तो। अनि त्यसपछि खेततिर पुगेँ। म चाहिँ खेतमा पुगेर अलि चाहिँ रिजल्ट लगाएर काम गर्नुपर्छ भन्दै काम गर्न थालेँ। के गर्नु, मेरो दैनिकी भनेको यही हो। आज पनि अब यस्तै माटो साटो फुडाउने, अब बाबाले पुरा हलो जोत्ने यस्तै काम भयो। लास्टमा पसिना ससिना यस्तो निस्किया रहेछ कि तेरिका। खानासाना खाना गएँ। अनि फेरि खाना खाइसकेपछि म फेरि खेतमै गएँ। अनि पुरा दिमाग ह्याङ भइरहेको थियो, रिङ्गट्टै लागिरहेको थियो, ल्याङ गरिरहेको थियो। अनि हेत्तेरिका यस्तो काम के गर्नु भने जस्तो भयो। कोदालो सदालो फालिदिएँ। अनि त्यसपछि चाहिँ म लागेँ जङ्गलतिर। जङ्गलमा पुगेर मैले खोज्न गएँ यो चिज चाहिँ के भन्दाखेरि हाम्रोतिर यसलाई के भन्छ मलाई पनि ढ्याक्कै थाहा छैन। तर यो चिज चाहिँ अलिकति एकदम बहुमूल्य जडीबुडी जस्तै हो। यो चिज चाहिँ एकदम महँगो मूल्यमा बिक्री हुँदो रहेछ। त्यही भएर मैले पनि यसो खोज्न गएको त 5 घन्टा लगाएर यति भेटिया रहेछ। अब के थाहा यो मैले बेच्न सक्छ सक्दैन थाहा छैन। अब मज्जै आएँ घरतिर। घर आइपुगिसके साथी अब के छ र भिडियोलाई लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु। के छ र हो, हामी त मरिलानु त्यस्तै त हो नि जिन्दगी।